छोराछोरीको खुसीको लागि जीवनभर सङ्घर्ष गर्ने मेरो बाबा आज ओछ्यानमा बिमारी हुँदा भत्किन्छ मेरो मनको सभा। ईश्वरसँग यति नै प्रार्थना छ, मेरो पनि आयु थपिदेऊ न मेरो बाबालाई। म सहन सक्दिनँ अब यो पीडाको कालो छाया। संसार जित्ने आँट्दिने मेरो प्यारो बाबा आज आफै बिमारीसँग लड्दिनुहुन्छ। तपाईँको यो हालत देखेर म निशब्द छु बाबा। ए भगवान, मेरो बाबाको पीडा आफै नै ल्याइदेऊ न प्लिज। बाबाको मुहाको त्यो खुसी कता हरायो कता बाबा। रोगले सताउँदा उहाँको शरीर कसरी गल्यो त। म त केवल एउटा सन्तान हो, के नै गर्न सक्छु र। बाबालाई तडपिएको हेर्न भन्दा ठुलो सजाय के होला र। मेरो शिरको ताज, मेरो मार्गदर्श बाबा, छिटै निको हुनु होला, यही छ मेरो बिन्ती। तपाईँको मुस्कान फेरि हेर्न तडपिएको छ मेरो मन। ए भगवान, मेरो बाबालाई छिटो स्वास्थ्य लाभ दिलाइदेऊ। विगत 1 वर्षदेखि मेरो बुवालाई जिब्राको क्यान्सर भएको छ। हजुरहरूको सानो सहयोगले कसैको ठुलो मद्दत हुन सक्छ, त्यसैले हजुरहरूले सक्दो सहयोग गरेर मेरो बाबालाई बचाइदिनुहोस्।